प्रॉफिट एन्ड लस अर्थात् नाफा नोक्सानबाट एउटा इम्पोर्टेन्ट क्वेसन यहाँले हेर्न सक्नुहुन्छ। एउटा वस्तु अंकितले 12% नाफामा बेच्छ, मतलब उसले 12% नाफामा बेचिरहेको छ। यदि उसले त्यसलाई 10% कम मूल्यमा किनेर 45 रुपियाँ बढी मूल्यमा बेचेको भए उसलाई 30% नाफा हुने थियो भने उसको क्रय मूल्य अथवा सो वस्तुको क्रय मूल्य कति होला हामीलाई सोधिएको छ। सो यो प्रश्न पछिल्ला वर्षमा अलिकति धेरै सोधेको देख्न पाइन्छ। सो कसरी समाधान गर्न सकिन्छ हेर्नुस्, यसको लजिक बुझौँ। एउटा वस्तु 12% नाफामा बेच्छ भने हामीले के गर्न सक्छौँ, सीपी र एसपी लाई एउटा टेबल बनाउन सक्छौँ। कस्ट प्राइस यदि हामीले 100 राख्छौँ भने 12% नाफा राखेर बेच्दा 112% मूल्यमा बेचिन्छ र त्यसपछि अब सो वस्तुलाई 10% कम मूल्यमा किन्ने। 10% कम भनेको 100 रुपियाँलाई 10% कम अर्थात् 90 मा किनेर 45 रुपियाँ बढी राखेर बेच्यो भने उसलाई 30% नाफा हुन्छ भनेको छ। 90 रुपियाँमा किनेर 30% नाफा भनेको 90 को 30% नाफा भनेको हो। यो भनेको कति हुन्छ, 27 नाफा हुन्छ। मतलब 90 मा 27 नाफा गरेर 117% मूल्यमा बेचिन्छ भनेर हामीले हेर्न सक्छौँ। अब हेर्नुस्, पहिला बेचिसकेको छ 12% नाफामा यो मूल्यमा र अब हामीलाई कम मूल्यमा बेचेर यो मूल्यमा कम मूल्यमा किनेर यो मूल्यमा बेच्दा 45 रुपियाँ बढी मूल्यमा बेच्ने भनेको छ। अर्थात् यो दुईटा बीचको फरक 45 रुपियाँ छ। 112 र 117 को फरक भनेको 5% जुन 45 हुन आउँछ। र यसो हो भने अब 1% भनेको हामीले 45/5 गर्न सक्छौँ र हामीलाई कस्ट प्राइस सोधेको हुनाले 100% इन्टु 100 हामी गर्छौँ। यो भनेको 5 ले 45 लाई 9 पटक, हाम्रो एन्सर आउँछ 900, अप्सन नम्बर सी।